नमस्ते सबैजनालाई। आज हामी कक्षा 10 को नेपाली किताबको एउटा एकदमै महत्त्वपूर्ण पाठ यस्तो कहिल्यै नहोस् को बारेमा गहिरिएर कुरा गर्नेछौँ। यो केवल एउटा कथा मात्र होइन, बुझ्नुभयो? यो त हाम्रो आजको डिजिटल दुनियाँमा प्रविधिको अँध्यारो पाटो र मान्छेको लोभले कस्तो भयानक परिणाम ल्याउन सक्छ भन्ने एउटा चेतावनी हो। ल सुरु गरौँ है त यसको विस्तृत विश्लेषण। आज हामी के हेर्छौँ त भन्दा सबभन्दा पहिले लेखकको बारेमा अलिकति जान्नेछौँ, अनि कथा कसरी सुरु हुन्छ, ठगीको जालो कसरी बिछ्याइन्छ र त्यो जालो कसरी च्यातिन्छ भन्ने कुरा हेर्दै पाठको मूल सन्देश के हो भनेर बुझ्नेछौँ। अनि अन्त्यमा परीक्षाको लागि चाहिने विशेष तयारी पनि गर्नेछौँ। ल पहिलो खण्डमा लेखकको परिचय र यो पाठको सार के हो त्यो बुझौँ। यस्तो कहिले नहोस् एउटा आत्मकथात्मक निबन्ध हो, मतलब लेखकले आफैले भोगेको घटनालाई कथा बनाएर लेखेका हुन्। यसका लेखक हुनुहुन्छ अनुदी चिन्कास। उहाँले आफू कसरी साइबर ठगीमा पर्नुभयो भन्ने एकदमै दर्दनाक अनुभवलाई शब्दमा उतार्नु भएको छ। पाठको नामले नै भन्छ यस्तो कहिले नहोस्, मतलब यस्तो घटना अरू कसैको जीवनमा कहिल्यै नघटोस् भन्ने एउटा कामना पनि हो, चेतावनी पनि हो। ल अब कथाको त्यो बिन्दुमा प्रवेश गरौँ जहाँबाट यो ठगीको डरलाग्दो खेल सुरु हुन्छ। लेखकको मनमा पहिलेदेखि नै एउटा डर थियो र अब हामी हेर्नेछौँ कि कसरी त्यही डरले वास्तविकताको भयानक रूप लिन्छ। कथाको पहिलो अनुच्छेदमा लेखक एकदमै बेचेन छन्, निद्रा लागेको छैन। उनी छटपटाइरहेका छन्। किनभने उनले भर्खरै सुनेका थिए कि उनको एकजना साथी साइबर अपराधको शिकार भएछन्। त्यही डर उनको मनमा खेलिरहेको थियो। यो कस्तो भने नि, हामीलाई थाहा छ कि पात्र त्यही खतरातिर जाँदैछ जसबाट ऊ डराइरहेको छ, तर बिचरा पात्रलाई भने त्यो कुरा थाहा छैन। मध्यरातमा जब लेखक निदाउने कोसिस गर्दै थिए, उनको मोबाइलमा एउटा मेसेज आउँछ र यही नै हो ठगहरूको पहिलो जाल। मेसेजको भाषा नै कस्तो अप्ठ्यारो छ नि, होइन त? मोबाइलवालाको तर्फबाट यस्तो कसले लेख्छ र? यसले नै यो कुनै आधिकारिक सन्देश होइन भन्ने सङ्केत दिन्छ। तर जब 25 लाखको ठूलो रकम आँखा अगाडि आउँछ, मान्छेको सोच्ने शक्ति नै कमजोर भइदिन्छ। तेस्रो अनुच्छेदमा लेखकले आफ्नो मनको कुरा भन्छन्, एउटा द्वन्द्व। उनले साइबर सचेतनाबारे पढेका थिए, क्लास लिएका थिए, तर जब आफै यस्तो अवस्थामा परे सबै ज्ञान उड्यो। यो वाक्यलाई चाहिँ एकदमै ध्यान दिनुहोस् है, परीक्षाको लागि यो ज्यादै महत्त्वपूर्ण छ। यसले के देखाउँछ भने किताबमा पढेको ज्ञान र वास्तविक जीवनमा आइपर्ने अवस्थाबीच ठूलो खाडल हुन सक्छ। ज्ञान हुनु मात्र ठूलो कुरा होइन रहेछ, त्यसलाई सही समयमा प्रयोग गर्न सक्नु पो ठूलो कुरा हो। चौथो अनुच्छेदमा लेखकको मनमा एउटा लडाईँ चल्छ। एकातिर पत्यार लागेको छैन, अर्कोतिर 25 लाखको लोभले तानिरहेको छ। अनि उनी के निर्णय गर्छन् भने यो खुसीको खबर कसैलाई पनि भन्दिन। यो गोप्यता, यो एक्लोपन नै त हो नि ठगहरूले चाहेको। यही गल्तीले उनलाई उनीहरूको जालमा झन गहिरोसँग फसाउने बाटो खोलिदियो। ल अब कथाको त्यो चरणमा प्रवेश गरौँ जहाँ ठगहरूले विश्वास जित्नका लागि अनेक थरी षड्यन्त्र रच्छन् र पीडितलाई भावनात्मक रूपमा आफ्नो कब्जामा लिन्छन्। पाँचौं अनुच्छेदमा ठगहरूले विश्वास जित्न अपनाएका तरिकाहरूको वर्णन छ। उनीहरूले कसरी विश्वास दिलाउँछन् त? पहिलो, सामाजिक सञ्जालमा नक्कली प्रोफाइल बनाउँछन्। दोस्रो, अनेक भावनात्मक बहानाहरू देखाउँछन्। तेस्रो, नक्कली सरकारी कागजपत्रहरू पठाएर भ्रममा पार्छन्। र चौथो, आफूलाई ठूलो सरकारी मान्छे हुँ भनेर चिनाउँछन् ताकि सोझा मान्छेले सजिलै विश्वास गरून्। आठौं अनुच्छेदमा पैसा माग्ने खेल सुरु हुन्छ। सुरुमा चिट्ठा परेको पत्र पठाउनका लागि भनेर थोरै 1000 रुपियाँ माग्छन्। त्यो पठाएपछि भन्सार शुल्क, कर, अनेक बहानामा पटक पटक पैसा माग्न थाल्छन्। हरेक पटक पीडितले पैसा पठाएपछि उनीहरूले नयाँ बहाना बनाएर झन् धेरै पैसा माग्छन्। यो चक्र चलिरहन्छ। यो चाहिँ उनीहरूको सबैभन्दा ठूलो र खतरनाक मनोवैज्ञानिक हतियार हो। उनीहरू पीडितलाई भन्छन् यो कुरा गोप्य राख्नु है। यसो गर्दा के हुन्छ? पीडितले अरू कसैसँग सल्लाह लिनै पाउँदैन, एक्लो पर्छ। यही गोप्यता नै लेखकको सबैभन्दा ठूलो गल्ती थियो। यदि उनले यो कुरा कसैसँग मात्रै भनेका थिए भने सायद उनी ठगिनबाट बच्न सक्थे। ठगहरूको माग बढ्दै जान्छ र लेखकले विभिन्न पटक गरेर लगभग 5 लाख रुपैयाँ पठाइसकेका हुन्छन्। सोच्नुस् त। अनि जब लेखकले पैसा पठाउन अलिकति ढिला गर्छन्, ठगहरूले धम्की दिन थाल्छन्, पैसा नपठाए चिट्ठाको रकम अर्कैलाई दिन्छौँ, कारबाही गर्छौँ भनेर मानसिक दबाब दिन्छन्। तर अब कथामा एउटा मोड आउँछ। लेखकको शङ्काले अब विश्वासको रूप लिन्छ र ठगीको यो डरलाग्दो जालो च्यात्तिन सुरु हुन्छ। अब पर्दाफास हुने बेला भयो।
जब ठगहरूको माग र धम्कीले सीमा नाग्छ, लेखकले अन्त्यमा सहन नसकेर आफ्ना एकजना मिल्ने साथीलाई सबै कुरा भन्छन्। साथीले कुरा सुन्ने बित्तिकै चिनिहाल्छन् र भन्छन्, ओहो यो त सरासर ठगी हो नि, तुरन्तै प्रहरीको साइबर ब्युरोमा जाओ। हो, यहीँबाट लेखकको आँखा खुल्छ। जब लेखक साइबर ब्युरो पुग्छन्, उनी पुरै टुटेका हुन्छन्, निराश हुन्छन्। त्यहाँका एक कर्मचारीले सोधेको यो सामान्य प्रश्न, तिमी कहाँबाट आएको हो र कहाँ जान लागेको, ले लेखकको मनमा गहिरो चोट पुर्याउँछ। यो प्रश्नले उनको त्यो हराएको, अलम्मलिएको, के गरौँ कसो गरौँ भन्ने मानसिक अवस्थालाई छर्लङ्गै देखाइदिन्छ। ल, कथाको अन्त्यतिर आइपुग्यौं। अब लेखकले आफ्नो यो पीडादायी अनुभवबाट के महत्त्वपूर्ण पाठहरू सिके र समाजलाई के सन्देश दिन चाहे त्यसको बारेमा कुरा गरौँ। 13औं अनुच्छेदले पाठको सार नै बताउँछ। यहाँबाट हामीले 4वटा मुख्य कुरा सिक्न सक्छौं। पहिलो, अपराधीहरूले हाम्रो लोभलाई नै हतियार बनाउँछन्। दोस्रो, अलिकति पनि शङ्का लाग्ने बित्तिकै त्यो कुरा गोप्य नराख्ने, बरु विश्वासिलो मान्छेसँग सल्लाह लिने। तेस्रो, यस्ता घटनाबारे जति सक्यो सचेतना फैलाउनु जरुरी छ। र चौथो, यस्तो अवस्थामा परेकालाई सहयोग गर्नु हाम्रो सबैको कर्तव्य हो। र अन्त्यमा यो पाठको शीर्षक आफैमा एउटा सन्देश हो, एउटा कामना हो। लेखक चाहन्छन् कि यस्तो धोखा र पीडा अरू कसैले पनि भोग्न नपरोस्। यो डिजिटल संसार जति फाइदाजनक छ त्यति नै खतरनाक पनि हुन सक्छ। त्यसैले हामी सधैँ चनाखो र सतर्क रहनुपर्छ भन्ने सन्देश यो पाठले दिन्छ। ल, कथाको गहिरो विश्लेषण त सकियो। अब जाम परीक्षाको तयारीतिर। यहाँ हामी केही महत्त्वपूर्ण शब्दार्थ, प्रश्नोत्तर र परीक्षामा ध्यान दिनुपर्ने मुख्य कुराहरूबारे एकदमै जोशका साथ चर्चा गर्नेछौँ। तयार हुनुहुन्छ? परीक्षामा राम्रो नम्बर ल्याउन शब्द भण्डार त बलियो हुनै पर्यो नि। ल, केही गाह्रो शब्दहरूको अर्थ फटाफट बुझौँ है। घुम्टो, यसको अर्थ हो पर्दा। कथामा ठगहरूले आफ्नो असली अनुहार घुम्टो पछाडि लुकाएका थिए, होइन त? मरकानुनी अर्थात् गैर कानुनी। ठगहरूले मरकानुनी काम गरिरहेका थिए। फन्डा भनेको षड्यन्त्र वा खराब काम। यो पुरै घटना एउटा ठूलो फन्डा थियो। र डट अर्थात् अडिक। लेखक पैसा फिर्ता पाउने आशामा डट भएर बसेका थिए। हो, यसरी नै शब्दहरूलाई कथासँग जोडेर याद गर्नुपर्छ। अभ्यासको यो प्रश्न त परीक्षामा सोध्न सक्ने एकदमै महत्त्वपूर्ण प्रश्न हो है। यसले पाठको मुटु नै समात्छ। यसको उत्तर लेख्दा के लेख्ने? पात्रले साइबर अपराधबारे पढेका थिए, जानेका थिए, तर जब 25 लाखको लोभ अगाडि आयो, त्यो सबै ज्ञानलाई व्यवहारमा उतार्न सकेनन्। यसले के पुष्टि गर्छ भने जबसम्म हामीले सिकेको कुरालाई जीवनमा लागू गर्दैनौँ, त्यो ज्ञानको कुनै अर्थ हुँदैन। त्यो केवल किताबी कुरा मात्रै हुन्छ। अब यो पाठबाट परीक्षाको लागि 3वटा सबैभन्दा महत्त्वपूर्ण सूत्रहरू याद गर्नुस् है। नम्बर 1, ठगीको प्रक्रिया, अर्थात् ठगहरूले कसरी विश्वास जितेर चरण-चरणमा पैसा माग्छन् भन्ने कुरा। नम्बर 2, पात्रको मुख्य गल्ती के थियो, लोभमा पर्नु र कुरा गोप्य राख्नु। र नम्बर 3, पाठको मूल सन्देश, साइबर अपराधबाट बच्न सचेत रहनुपर्छ र अरूलाई पनि सचेत गराउनुपर्छ। यी 3 कुरा बुझेपछि जुनसुकै प्रश्नको उत्तर दिन एकदमै सजिलो हुन्छ। पढाइलाई अझै सजिलो बनाउन हाम्रो पनि एउटा योजना छ। हामी हरेक हप्ता नयाँ पाठको यस्तै विस्तृत विश्लेषण लिएर आउनेछौँ। कक्षा 10 नेपालीका लागि एउटा छुट्टै प्लेलिस्ट पनि बनाइनेछ, ताकि सबै पाठहरू सजिलै भेटियोस्। अनि परीक्षा केन्द्रित विशेष सामग्रीहरू पनि आउनेछन्। तपाईहरूको प्रतिक्रिया हाम्रा लागि महत्त्वपूर्ण छ, त्यसैले कमेन्टमा आफ्ना विचारहरू राख्न नबिर्सिनुहोला। र जाँदै एउटा गहिरो प्रश्न छोडेर जाँदैछु। एकछिन सोच्नुस् त, यो कथा पढिसकेपछि के लाग्छ? आजको डिजिटल संसारमा सबैभन्दा ठूलो जोखिम प्रविधि आफैमा हो वा त्यो प्रविधिको दुरुपयोग गर्न उक्साउने हाम्रो आफ्नै मानवीय कमजोरी जस्तै कि लोभ? यसमा विचार गर्नुहोला। अर्को विश्लेषणमा भेटौँला।